ल नमस्कार सम्पूर्णलाई फेरि पनि जय गोर्खा। फेरि पनि जय गोर्खा है। फेरि पनि हाम्रो सेकेन्ड पल्ट आशा भाउजूसँग भेटघाट है। हाम्रो जनमुक्ति मोर्चाको अध्यक्ष नारी मोर्चाको है हाम्रो आशा गुरुङज्यू, हाम्रो चाहिँ भाउजू है। आज दोस्रो पटक फेरि यहाँ हाम्रो घरमा यसो डिनरको लागि भेटघाट कार्यक्रम सानो है। त्यो सँगसँगै हाम्रो यहाँ राजेश दा हुनुहुन्छ है, अनि हाम्रो दिदी बहिनी है, अनि यता दाजु है। ल सानो गेट टुगेदर है, धेरै दिनपछि रमाइलो है भाउजूसँग भेटघाट। अनि यस्तै छ है। अनि भाउजूलाई पनि दुई शब्द केही राखिदिनुहुन्छ भने है म आशा राखेँ। त्यही हो है, सबभन्दा पहिला चाहिँ अब यहाँ मलाई मिल्छ र मेरो भाइ बुहारी अब नानीहरू सबैले बोलायो। विशेष आज हाम्रो भाइ जो चाहिँ हाम्रो यहीँ हुनुहुन्छ है, भाइको नाम राजेश भाइ है। सबैलाई विशेष है यहाँ मलाई आज फेरि पनि अब डिनरमा निम्ताएको थियो। मोमो चाहिँ मेरो फेभरेट भएको भाउजूको चाहिँ मोमो फेभरेट हो त, भेज मोमो। फेरि हाम्रो यहाँ घरको उयो चाहिँ ओनर चाहिँ मोमो स्पेसल हो नि त, ऊ चाहिँ त्यही भएर चाहिँ भाउजूले दुई शब्द बोल्दा बोल्दा फेरि है। अब त्यही हो है। धेरै धेरै धन्यवाद। फेरि जोड्ने छु पछि। अब राम्रो राम्रो भन्दा राम्रो खबर, खुसीको खबरमा पनि आमाको आशीर्वाद लिएर जाने चाहिँ अभियसली आमाको आशीर्वाद चाहिँ हामी प्रति धेरै नै नरिकन हाँसी ल धन्यवाद हाम्रो भाउजू जनमुक्ति मोर्चा अध्यक्ष नारी मोर्चाको अध्यक्ष आशा गुरुङज्यूलाई पनि धेरै धेरै धन्यवाद। अनि सम्पूर्णलाई जय गोर्खा। यो ऐतिहासिक जितपछि हाम्रो एउटा परिवारभित्र खुसियाको माहौल भएको छ भने सम्पूर्णलाई फेरि पनि यसरी नै आफ्नो जाति अनि माटोपट्टि सबैले आफ्नो धैर्यता राखेर बस्नुहुन्छ भन्ने म पनि हजुरहरू बिन्दी तर्काउँदैछु है। अनि यसरी नै सम्पूर्णलाई जय गोर्खा। अनि गुड नाइट पनि भन्नु होला है। ल सम्पूर्णलाई बाई बाई है। यहाँ मेरो फुपू पनि आइसक्नु भएको छ है। सम्पूर्णलाई ल बाई बाई।